मन्दिर पनि थिएन, सानो मन्दिर थियो पहिला। अनि त्यो मन्दिरमा चाहिँ शिवलिङ्ग थियो अरे। अनि त्यो शिवलिङ्ग चाहिँ कस्तो भयो भने चाहिँ चोरहरूले चोर्न आँटेछन् कि त्यसलाई। अनि चोर्न आइसकेपछि राति खनेछन् होइन, धेरै खन्दै त्यो जति खने पनि त्यो पहिला उच्चो थियो क्या, डाँडा पनि धेरै उच्चो थियो। अनि त्यो खन्दै त्यो डाँडा चाहिँ निचो भइहाल्यो अरे। जति खने नि त्यो तल जाने अरे के। त्यसपछि तिनीहरू आश्चर्य भएछन् कि यो भइ के रहेछ, बिहान आउन आँटिसक्यो, यो शिवलिङ्गको लिङ्ग निक्लिँदैन त। अब चोरहरूलाई पनि डर आएछन् कि तिनीहरू, ला यो के हुन थाल्यो त भनेर। त्यसपछि तिनीहरूले चाहिँ यो त किनकि त यो चमत्कारै नै हो भगवानको भन्ने सोचेर उनीहरूले दोस्रो दिन चाहिँ पूजा गरेर भगवान हामीबाट क्षमा गर्नु होला, हामीबाट केही गल्ती भएछ भनेर डराएर उनीहरूले माफी मागेर यो ठाउँलाई पुजेर गएछन् अरे के। एउटा मैले सुनेको कहानी चाहिँ त्यही हो होइन। अर्को चाहिँ त्यहाँ उतापट्टि छ एउटा होइन, के अरे देवलमाडो भन्ने छ। त्यो चाहिँ भन्छन् कि पाण्डवहरूले एकै रातमा बनाएको हो अरे, मैले सुनेअनुसार। अब त्यो कसरी बनायो होला नि एकै रातमा, त्यत्रो त्यो चट्टान छ होइन। अब एउटै ढुङ्गाको हो कि अब त्यो चाहिँ मैले खासै सुने होइन। तर त्यो चट्टान चाहिँ अब एकै दिनमा कोरेर बनायो अरे के। त्यो चाहिँ मैले अचम्मको कुरा सुनेको छु। अब बाँकी अब त्यति नै हो मैले सुनेको भने। मोटामोटी यही नै हो यहाँको बारेमा। जोस् यहाँ रमाइलो चाहिँ यस्तो भिड हुन्छ कि होइन। यो अघिल्लो यो दसैँभन्दा अगाडि नै लाग्छ होइन। सबभन्दा अगाडि लाग्ने भनेको यसै ठाउँको हो होइन, जाँत लाग्ने भनेको। यो ठाउँको जाँत यति हुन्छ कि पुरा मान्छेहरू यति भरिया हुन्छन् कि यो ठाउँमा टन्नै हुन्छन् कि लास्टै त्यस्तो हुन्छ। 12 वर्षवाला त झन् भइहाल्यो, 12 वर्ष त लखियम भइहाल्यो होइन। यो अरू पनि के तिम्रो जस्तै कि यो लाग्ने भनेको अहिले यहाँ चाहिँ दसैँभन्दा पछि लागिरहेको छ नि, अरू सबै यो तिहारभन्दा अगाडि नै सकिसक्यो। यो भयो अनि यो हाम्रो शिखरको जाँत भयो, त्यो सँगै हुन्छ कि त्यस्तो हुन्छ।